धनराज गुरुङलाई किन गिरफ्तार नगरेको, ऋषिकेश पोखरेललाई गिरफ्तार किन नगरेको, सक्दैन त भने के गृहमन्त्री बनेको, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने कुरामा अहिले जो परराष्ट्र मन्त्री बनेकी छन्, त्यस्तै गरी मन्जु खाँडकी सांसद छन्, प्रमुख पात्रहरू नै यो घटनाबाट हामीले त्यो मुद्दा हेरेका छौं। यिनीहरू हुन अपराधी, तिनीहरूलाई गिरफ्तार खड्गप्रसाद ओलीले किन नगरेको? कोही सामान्य मान्छेहरूको गिरफ्तारी भइसक्यो, ती मान्छेहरूले हात हल्लाएर हिँडिरहेका छन्। हिजो अस्तिसम्म केपी ओलीसँग नै चाउरे पिरेती लगाएर यसै गरी रोस्टमा उभिएर खड्गप्रसाद ओलीले भनिदिएका हुन् निर्दोष छन्, किन कारबाही गर्नु पर्यो, आएको भए पो कारबाही गर्नु, निष्कलङ्कित छन्, स्वच्छै छोबीका मान्छे हुन् भनेर रविको पक्षमा त बोलिदिएका हुन् नि त। खड्गप्रसाद ओलीले अब यो उमेर भएको छ, गिरीबन्धु मात्र होइन खरबौंको घोटाला छ उहाँबाट भएको। भ्रष्टाचार नियन्त्रण गर्ने सम्बन्धमा नाकका डाँडी भाँच्नेदेखि लिएर ती सबै कुराहरू थाहा छ हामीलाई। त्यता माखो मरेन, 35 वर्षसम्म ब्रह्मलुट गरेर यो देशलाई कंगाल बनाएर, यो देशलाई तबाह बनाएर लुटेर खाने कांग्रेस एमाले र माओवादी जघन्य अपराध घोषणा गर्दै हामीले प्रहरी कार्यालयमा जाहेरी लिएर गयौं,